Ganthan.com Ganthan गणतन्त्रको उपहार स्वरूप स्वदेशी एवं विदेशी नागरिकहरूको लागि आजैका दिनदेखि रत्न मन्दिर परिसर अवलोकनका लागि खुल्ला गरिएको छ। अब कतिपयले आज रत्न मन्दिर परिसर घुमेर हेर्दा साधारण थिएछ हाम्रो रानीको दरबार भनेर पनि भन्नुहोला। कुनै पनि घटनालाई समयसँग तुलना गरेर हेर्नु पर्दछ। आजभन्दा 60औं 70औं वर्ष अगाडि पोखरा कस्तो थियो होला एकचोटि सम्झिनुहोस्। अर्थात् 2013 देखि 15 सालमा नेपाली जनताहरू कहाँ थिए होलान्, के गर्दै थिए होलान्, कसरी बाँचेका थिए होलान्। त्यो नेपाली जनताको जीवनस्तर, हाम्रो देशको भौतिक विकास 2013 देखि 15 को र आजको तुलना गरेर हेर्दाखेरि हाम्रो राजा रानी बस्ने ठाउँ धेरै नै राम्रो थियो। तर आज समय र सन्दर्भले संरचनाहरूमा परिवर्तन आएको छ, हाम्रो सोचहरूमा परिवर्तन आएको छ। खोलामा पानी मात्रै बगेको छैन, स्वाभाविक रूपमा आएको परिवर्तनले यो साधारण होला जस्तो लाग्छ। तर हामीले फेरि पनि यहाँलाई आग्रह गर्दछु, समयसँगै तुलना गर्नुपर्दछ। जेसुकै भए पनि यो हाम्रो इतिहास हो, यो इतिहासको विषय भइसकेको छ र यसलाई एउटा महत्त्वपूर्ण गन्तव्यको रूपमा हामीले विकास गरेर हाम्रो पोखराको डाँडामा निस्केर देखिने हिमालहरू, हाम्रो फेवाताल लगायत विभिन्न ताल तलाइहरू, यहाँको मठ मन्दिर र सांस्कृतिक पुरातात्विक स्थलहरू मात्रै होइन, हामीले स्वदेशी तथा विदेशी पाहुनालाई आधा दिन अल्मलाउने एउटा बाटो बनेको छ। र यो सम्पूर्ण सम्पत्तिलाई हामी अब हिमागृहसँग सम्म जोडेर एउटा सुन्दर स्थल बनाउने हाम्रो योजना छ। यहाँदेखि उता पनि खाली जग्गा छ र बाराही मन्दिरसम्म यो जग्गाहरू जोडिएको छ। यसलाई देशको हितमा, खास गरी पोखरेली जनताको हितमा, पोखराको हितमा अधिकतम प्रयोग कसरी गर्न सकिन्छ, सुन्दर ऐतिहासिक गन्तव्यको रूपमा कसरी विकास गर्न सकिन्छ, हाम्रो ध्यान त्यत्तिकै नै आकर्षित भएको छ र हामी एकदमै भित्रैबाट, हाम्रो हृदयभित्रबाट हुटहुटी पनि जागेको छ।